रूपन्देही जिल्ला नेपालको अत्यन्तै महत्वपूर्ण ऐतिहासिक, धार्मिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले अग्रणी जिल्ला मध्ये एक हो। यो जिल्ला लुम्बिनी प्रदेश अन्तर्गत पर्दछ र नेपालको दक्षिणी भागमा अवस्थित छ। रूपन्देहीलाई नेपाल मात्र नभई विश्वभर परिचित बनाउने मुख्य कारण यस जिल्लामा अवस्थित लुम्बिनी हो, जहाँ भगवान बुद्धको जन्म भएको मानिन्छ। यही कारणले रूपन्देहीलाई धार्मिक पर्यटनको केन्द्र मात्र नभई विश्व शान्तिको प्रतीक क्षेत्रका रूपमा समेत चिनिन्छ। बुद्ध धर्मावलम्बीहरूको लागि यो पवित्र भूमि अत्यन्त सम्मानित स्थान हो। यहाँ प्रत्येक वर्ष विश्वका विभिन्न देशहरूबाट लाखौं पर्यटक, तीर्थयात्री तथा अनुसन्धानकर्ता आउने गर्दछन्। रूपन्देही नेपालको तीव्र रूपमा विकसित हुँदै गएको जिल्ला हो, जसले व्यापार, उद्योग, शिक्षा, कृषि र पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। जिल्लाको प्रशासनिक केन्द्र भैरहवा अर्थात सिद्धार्थनगर हो, जुन आज नेपाल भारत व्यापारको प्रमुख प्रवेशद्वार बनेको छ। रूपन्देही जिल्लाको इतिहास अत्यन्त पुरानो र गौरवपूर्ण रहेको पाइन्छ। प्राचीन समयमा यो क्षेत्र शाक्य राज्य र कोलीय राज्यसँग सम्बन्धित मानिन्थ्यो। बुद्धकालीन इतिहाससँग यसको प्रत्यक्ष सम्बन्ध रहेको छ। बुद्धका पिता राजा शुद्धोधन कपिलवस्तुका राजा थिए भने माता मायादेवीसँग सम्बन्धित क्षेत्रहरू पनि रूपन्देही आसपासमा रहेका छन्। प्राचीन समयमा यो क्षेत्र व्यापारिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकसित भएको थियो। सम्राट अशोकले बुद्ध जन्मस्थल भ्रमण गरी यहाँ अशोक स्तम्भ स्थापना गरेका थिए, जुन आज पनि इतिहासको महत्वपूर्ण प्रमाणका रूपमा रहेको छ। मध्यकालीन समयमा विभिन्न राज्यहरूको प्रभाव यस क्षेत्रमा देखिएको थियो भने आधुनिक नेपाल निर्माणसँगै यो जिल्ला प्रशासनिक संरचनामा समेटियो। जिल्लाको नाम पनि प्राचीन रूपादेवी मन्दिरबाट आएको भन्ने जनविश्वास पाइन्छ। इतिहासले हेर्दा रूपन्देही धार्मिक विरासत, सांस्कृतिक विविधता र राजनैतिक परिवर्तनहरूको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै आएको देखिन्छ। भौगोलिक दृष्टिले रूपन्देही जिल्ला तराई क्षेत्रको उपजाउ भूभागमा अवस्थित छ। यसको कुल क्षेत्रफल करिब 1360 वर्ग किलोमिटर रहेको छ। पूर्वमा नवलपरासी, पश्चिममा कपिलवस्तु, उत्तरमा पाल्पा तथा दक्षिणमा भारतसँग सीमा जोडिएको छ। जिल्लाको उचाइ समुद्री सतहबाट करिब 100 मिटरदेखि 1200 मिटर भन्दा माथिसम्म फैलिएको पाइन्छ। अधिकांश भूभाग समथर तराई क्षेत्रमा पर्दछ भने केही भाग चुरे क्षेत्रतर्फ उक्लिएको देखिन्छ। यहाँको हावापानी उपोष्ण प्रकृतिको रहेको छ। गर्मी मौसममा तापक्रम धेरै बढ्ने र वर्षायाममा प्रशस्त वर्षा हुने गर्दछ। जाडो मौसम सामान्यतया चिसो र सुखद मानिन्छ। उर्वर माटो तथा नदीहरूले ल्याएको जलस्रोतले यहाँको कृषि प्रणालीलाई अत्यन्त उन्नत बनाएको छ। राजनैतिक तथा प्रशासनिक हिसाबले रूपन्देही जिल्ला स्थानीय तहमा विभाजित गरिएको छ। यहाँ महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका रहेका छन्। जिल्लाको प्रमुख शहरी केन्द्रहरूमा बुटवल, सिद्धार्थनगर, सैनामैना, देवदह आदि पर्दछन्। बुटवल पश्चिम नेपालको प्रमुख व्यापारिक शहरका रूपमा परिचित छ भने सिद्धार्थनगर अन्तर्राष्ट्रिय व्यापार र पर्यटनको केन्द्र हो। संघीय संरचनापछि जिल्लाको प्रशासनिक व्यवस्थापन अझ व्यवस्थित भएको छ। यहाँ निर्वाचन क्षेत्रहरू समेत विभाजन गरिएका छन् र राष्ट्रिय राजनीतिमा रूपन्देहीको प्रभाव महत्वपूर्ण मानिन्छ। विभिन्न राजनैतिक दलहरूको सक्रियता तथा जनचेतनाले यस जिल्लालाई राजनैतिक रूपमा निकै सक्रिय क्षेत्र बनाएको छ। रूपन्देही नेपालको आर्थिक गतिविधिको केन्द्रका रूपमा विकसित हुँदै गएको जिल्ला हो। कृषि, व्यापार, उद्योग, पर्यटन तथा वैदेशिक रोजगारबाट आएको विप्रेषण यहाँको प्रमुख आर्थिक आधार हो। भारतसँग जोडिएको सीमा क्षेत्र भएकाले व्यापारिक दृष्टिले यो जिल्ला अत्यन्त महत्वपूर्ण मानिन्छ। भैरहवा नाका नेपालका व्यस्त नाकाहरूमध्ये एक हो। दैनिक हजारौं सवारी साधन तथा व्यापारिक सामग्री यही मार्गबाट आवत जावत गर्दछन्। खाद्यान्न, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, लत्ता कपडा तथा औद्योगिक सामग्रीको व्यापारमा रूपन्देही अग्रणी छ। जिल्लामा सिमेन्ट उद्योग, खाद्य उद्योग, पोल्ट्री उद्योग, इँटा उद्योग, प्रशोधन उद्योग लगायत धेरै उद्योगहरू स्थापना भएका छन्। उद्योग क्षेत्र विस्तारसँगै रोजगारका अवसरहरू पनि बढेका छन्। कृषि क्षेत्रमा रूपन्देही अत्यन्त उन्नत मानिन्छ। उपजाउ माटो र पर्याप्त सिंचाई सुविधाका कारण यहाँ धान, गहुँ, मकै, उखु, दलहन, तेलहन तथा तरकारीको व्यापक उत्पादन हुने गर्दछ। तराई क्षेत्र भएकाले व्यावसायिक खेती प्रणाली तीव्र रूपमा विस्तार भइरहेको छ। पछिल्लो समय तरकारी खेती, फलफूल उत्पादन, माछा पालन, पशुपालन तथा पोल्ट्री व्यवसायमा किसानहरूको आकर्षण बढेको देखिन्छ। आधुनिक कृषि प्रविधि तथा सिंचाई प्रणालीले कृषिमा उत्पादन वृद्धि गरेको छ। कृषि उत्पादनले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। रूपन्देही जिल्लामा धेरै नदीहरू बग्ने गर्दछन्, जसले कृषि र वातावरणीय सन्तुलनमा ठूलो योगदान पुर्याएका छन्। यहाँको प्रमुख नदीहरूमा तिनाउ नदी, रोहिणी नदी, दानव नदी, कञ्चन नदी, कोठी नदी लगायत पर्दछन्। यी नदीहरू उत्तरका पहाडी क्षेत्रबाट उत्पत्ति भई दक्षिणतर्फ भारतमा प्रवेश गर्दछन्। सिंचाई, खानेपानी तथा कृषि उत्पादनमा नदीहरूको ठूलो योगदान रहेको छ। कतिपय क्षेत्रमा बाढीको समस्या देखिए पनि नदीहरूले जिल्लाको प्राकृतिक सौन्दर्य र जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका छन्।
पर्यटनका हिसाबले रूपन्देही नेपालकै महत्त्वपूर्ण गन्तव्य हो। सबैभन्दा प्रसिद्ध स्थान लुम्बिनी हो, जहाँ मायादेवी मन्दिर, अशोक स्तम्भ, शान्ति उद्यान तथा विभिन्न देशहरूले निर्माण गरेका बौद्ध विहारहरू अवस्थित छन्। त्यस्तै देवदह बुद्धकी मातृभूमिसँग सम्बन्धित महत्त्वपूर्ण स्थान मानिन्छ। बुटवलको मणिमुकुन्द सेन उद्यान, शंकरनगर वन विहार, गजेडी ताल, सिद्धबाबा क्षेत्र लगायतका स्थानहरू पनि आकर्षणका केन्द्र हुन्। धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटनका कारण रूपन्देहीमा पर्यटन व्यवसाय निरन्तर विस्तार भइरहेको छ। मायादेवी मन्दिर, अशोक स्तम्भ मन्दिरहरूको दृष्टिले पनि रूपन्देही समृद्ध छ। यहाँ हिन्दू तथा बौद्ध दुवै धर्मसँग सम्बन्धित थुप्रै धार्मिक स्थलहरू छन्। सिद्धबाबा मन्दिर अत्यन्त प्रसिद्ध धार्मिक स्थल हो, जहाँ दैनिक हजारौं भक्तजन पुग्ने गर्दछन्। परोहा बोलबम धाम, नवदुर्गा भवानी मन्दिर, सत्यदेवी मन्दिर, रूपादेवी मन्दिर लगायत धार्मिक आस्थाका केन्द्रहरू रहेका छन्। बौद्ध धर्मावलम्बीहरूको लागि लुम्बिनी विश्वस्तरको तीर्थस्थल हो सिद्धबाबा मन्दिर। शिक्षाको क्षेत्रमा रूपन्देही अग्रणी जिल्लामध्ये एक मानिन्छ। यहाँ प्राथमिक विद्यालयदेखि विश्वविद्यालय स्तरसम्मका शैक्षिक संस्थाहरू रहेका छन्। बुटवल तथा भैरवा क्षेत्रमा धेरै कलेज, प्राविधिक शिक्षालय तथा स्वास्थ्य शिक्षासँग सम्बन्धित संस्थाहरू सञ्चालनमा छन्। देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू यहाँ अध्ययनका लागि आउने गर्दछन्। शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी पनि उल्लेखनीय रूपमा बढेको छ। आधुनिक शिक्षाको विकाससँगै प्राविधिक तथा व्यावसायिक शिक्षामा विशेष जोड दिइएको छ। हवाई सेवाको क्षेत्रमा रूपन्देहीले नयाँ पहिचान बनाएको छ। जिल्लामा अवस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थल हो। यो विमानस्थल विशेष गरी लुम्बिनी आउने पर्यटक तथा अन्तर्राष्ट्रिय यात्रुहरूको सुविधाका लागि निर्माण गरिएको हो। यसले पर्यटन, व्यापार तथा आर्थिक विकासलाई नयाँ गति दिएको छ। सडक तथा यातायात पूर्वाधारको विकासले रूपन्देहीलाई देशका प्रमुख शहरहरूसँग जोडेको छ। पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गले जिल्लाको यातायात प्रणालीलाई सुदृढ बनाएका छन्। बस, माइक्रो, ट्याक्सी तथा निजी सवारी साधनको व्यापक प्रयोग हुने गर्दछ। नेपाल भारत आवागमनको मुख्य मार्ग भएकाले यातायात गतिविधि निकै सक्रिय रहने गर्दछ। रूपन्देही बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक जिल्ला हो। यहाँ थारू, ब्राह्मण, क्षेत्री, मगर, यादव, मुस्लिम, मधेसी लगायत धेरै समुदायको बसोबास छ। नेपालीसँगै भोजपुरी, अवधी, थारू भाषा पनि बोलिन्छ। दशैं, तिहार, होली, बुद्ध जयन्ती, माघी तथा ईद जस्ता पर्वहरू सामूहिक रूपमा मनाइन्छन्। यहाँको संस्कृति धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावको उत्कृष्ट उदाहरण मानिन्छ। विकासका दृष्टिले रूपन्देही नेपालकै तीव्र गतिमा अगाडि बढिरहेको जिल्ला हो। सडक विस्तार, औद्योगिक क्षेत्र विकास, पर्यटन पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा आधुनिक शहरी योजनाहरूले जिल्लाको स्वरूप परिवर्तन भइरहेको छ। व्यापारिक गतिविधि बढ्दै जाँदा नयाँ रोजगार अवसरहरू सिर्जना भएका छन्। धार्मिक पर्यटन, अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा व्यापारका कारण रूपन्देही भविष्यमा नेपालकै प्रमुख आर्थिक केन्द्र बन्ने सम्भावना बोकेको जिल्ला मानिन्छ। यसको ऐतिहासिक महत्त्व, धार्मिक गरिमा, आर्थिक क्षमता र सांस्कृतिक विविधताले रूपन्देहीलाई नेपालकै विशिष्ट जिल्लाका रूपमा स्थापित गरेको छ।